आज म हजुरहरूलाई मोमो चिल्लीको रेसिपी ल्याएर आएको छु। सबभन्दा पहिला प्यानमा तेल तताएँ, त्यसपछि रेडी भएको मोमोलाई त्यसमा फ्राईको लागि राखेँ। त्यसपछि यसलाई मजाले चलाएँ। अब यो यतिको फ्राई भएपछि यो रेडी भयो। अब यसलाई एउटा भाँडोमा निकाल्ने। अब मैले चिल्लीको लागि फेरि फ्राई प्यानमा तेल राखेर खुर्सानी राखेँ। त्यसपछि ठुलो ठुलो गरी काटेको प्याज, क्याप्सिकम, लसुनलाई राखेर चलाएँ। यसलाई चाहिँ धेरै पकाउन चाहिँ हुँदैन, यसलाई हल्का मात्रै फ्राई गर्ने हो। त्यसपछि स्वाद अनुसारको अलिकति मैले मसला राखेँ अनि बेसार राखेँ र अलिकति नुन पनि राखेँ। यतिको भइसकेपछि माथिबाट मैले अलिकति केचप पनि राखेँ। त्यसपछि हल्का पाकिसकेपछि यतिको हुन्छ। यसमा अलिकति अदुवा राखेँ। अनि माथिबाट लसुनको पत्ता राखेँ। अब यसलाई एकछिन मैले मिक्स गरेँ। यतिको भएपछि अब यो रेडी भयो। अब यसमा अघि नै फ्राई गरेर राखेको मोमोलाई पनि त्यसमा राखेँ। यसलाई मजाले चलाएँ। यतिको भएपछि अब यो रेडी भयो। अब एउटा भाँडामा यसलाई निकाल्ने। अब मोमो चिल्लीको रेसिपी रेडी भयो। अब हामी खाएर इन्जोय गर्छौँ।